हेलो नमस्ते सबैजनालाई हाम्रो च्यानल ब्याङ्किङ प्रिपरेसनमा आज हामीले यस भिडियोमा लोकसेवा तयारी सामग्री विषयको प्रश्न उत्तर लिएर आएका छौँ र आजको प्रश्न रहेको छ आर्थिक एवं सामाजिक विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न नेपाल सरकारले के कस्ता निकाय वा क्षेत्रमा शेयर तथा ऋण लगानी गर्ने नीति लिएको छ यसको बारेमा आज हामीले डिस्कस गर्नेछौँ र यो इन्फर्मेसन हामीले गोरखापत्रबाट लिएको हो। ल त ढिलो नगरी आजको यो प्रश्न सुरु गरौँ। आर्थिक एवं सामाजिक विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न नेपाल सरकारले निश्चित क्षेत्र वा निकायमा शेयर वा ऋण लगानी गर्न सक्ने र केही क्षेत्रमा शेयर वा ऋण लगानी नगर्ने गरी चयनात्मक नीति लिएको देखिन्छ। यस सम्बन्धमा शेयर तथा ऋण लगानी नीति 2081 ले लिएको नीतिगत दृष्टिकोण यस प्रकार रहेको छ। नेपाल सरकारले देहायका क्षेत्र र निकायमा शेयर तथा ऋण लगानी गर्न सक्ने नीति लिएको छ। नेपाल सरकारको पूर्ण वा नियन्त्रणात्मक स्वामित्वमा रहने सार्वजनिक संस्थान वा संगठित निकाय वा कम्पनी, सरकारले प्रवर्धन गरेका सार्वजनिक संस्थान वा संगठित निकाय वा कम्पनी, सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत स्थापित सार्वजनिक संस्थान वा संगठित निकाय वा कम्पनी, नेपालभित्र सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत कुनै बहुराष्ट्रिय कम्पनीले लगानी गर्न खोजेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्यममा शेयर लगानी, यस्तै गरी द्विपक्षीय वा क्षेत्रीय सम्झौता अन्तर्गत कुनै व्यवसायिक कार्य काम गर्न स्थापित संगठित निकाय, नेपाल सदस्य रहेको अन्तर सरकारी बहुराष्ट्रिय निकायमा शेयर लगानी। यस्तै गरी अब हेरौँ सरकारले शेयर वा ऋण लगानी नगर्ने क्षेत्रहरू बहुराष्ट्रिय निकायमा ऋण लगानी, व्यक्तिलाई सिधै ऋण लगानी, स्वदेश तथा विदेशी धितोपत्र बजारका लागि उपकरणहरूमा हुने लगानी, नेपाल सदस्य रहेको अन्तर सरकारी बहुराष्ट्रिय कम्पनी बाहेक अन्य बहुराष्ट्रिय कम्पनीमा शेयर लगानी, मदिरा तथा सुर्तीजन्य वस्तु उत्पादन र बिक्री वितरणमा हुने लगानी, क्यासिनो जुवाघर तथा त्यस्तै किसिमको सट्टेबाजी गर्ने व्यवसायमा हुने लगानी र वैदेशिक रोजगार व्यवसायमा हुने लगानीमा चाहिँ सरकारले रोक लगाए यो लगानी नगर्ने नीति लिएको छ। हवस् त आजको भिडियोमा यति नै। आशा छ तपाईँलाई यो भिडियो युजफुल रहनेछ। थ्याङ्क यू फर वाचिङ अस।